सुपमाईको दर्शन गरी पर्वतको बास छुट्यो, कसैले नि नसोचेको कस्तो घटना घट्यो। तीर्थयात्रा सकाएर फर्के पर्वततिर, बेरेक फेल भई खस्यो बसा कुण्डुले भिरनिर। चालक सहित 31 जना यात्रु थिए बसमा, यो घटनाले परिवार भएनन् कोही होसमा। अर्घाखाँची कुण्डुलेमा बस दुर्घटना भयो, उजाडियो घर परिवार अकलमा ज्यान गयो। 5 जनाले ज्यान गुमाए, ढेरै घाइते भए, कति सपना थिए होलान् सबै टुटी गए। कोही छन् अझै उपचारमा ढेरै पीडा सहँदै, घर परिवार रोएका छन् आँसु बगाउँदै। यस्तै घटना नदोहोरिउन्, मिली गरौँ सामना, निको भउन् घाइते सबै गर्दछु कामना। उपचारमा ढिलाइ नहोस्, घाइतेले राहत पाउन्, प्रशासनले चासो देओस्, पीडितले न्याय पाउन्। 2083 साल वैशाख 29 को दिन, पापी दैव काल बनी आएको रहेछ लिन। एकै दिनमा मर्नु पर्ने कस्तो यात्रा लेख्यो, हे भगवान बचाउनलाई केले बाटो छेक्यो। भने होलान् कहिले मरे कहिले देउन पानी, आखिर के नै रहेछ हजुर हाम्रो जिन्दगानी। यो घटनाले गुमेको छ परिवारको होस, जिन्दगीको रहेन छ भगवान भरोसा। बाँचुन्जेल तेरो मेरो मरे केही छैन, नाङ्गै आयो नाङ्गै जान्छौ लाने केही होइन। दुःख लाग्दो घटना घट्यो अर्घाखाँचीको रोडमा, पर्वतवासी मोदे गाउँ डुबेका छौँ शोकमा। मृत्यु भएका आत्माहरूलाई सम्झिदियो बाले, सबैजना मृतक प्रति हार्दिक श्रद्धाञ्जली। यो घटनाले रेलीमाई दुखेको त्यो मन, पीडा सहने रेलीमाई शक्ति देऊ भगवान।